हेलो वेलकम गाइजहरु ठ्याक्क आज चाहिँ हामी गएको बाटो चाहिँ उलान लाग्छ टुलान लाग्छ ट्याक सबजना हिँड्दै जाउँ क्या हामी हैन हाम्रो केटा रेडी भयो रेडी हो यता हाम्रो चौधरी सर रेडी हो उता मनोज सर यता कुना लुकिचाहरुको चाहिँ ल फाइनली चाहिँ सब केटाहरु चाहिँ रेडी भएर अब हिँड्यो टक्क हैन चौधरी सर जाउँ हामी चाहिँ जानु पर्छ ए हाम्रो केटाहरु दुईटा तीनटा आए अर्का दुईटा कहाँ गए तिनीहरु फुत्रु फुत्रु हराइरहेका छन् मेरो लुक्सले चाहिँ आज खास हो कि फेरि लुक्सलाई हो कि खानी त यार पहिलोचोटि बिहान क्लास जानला यस्तो अनुभव भइरहेको छ यार जापान आएर नि यो चितर्ने गएकोले पनि यार बिहान क्लास कहिले हालेन यार के हेरेर हाल्ने रहेछ चितर्ने गएको नै हो यार यता ल हाम्रो केटाहरु चाहिँ यहाँ छन् सबजना हैन ऊ यता छ मिश्रो ल हाम्रो चाहिँ अब ठ्याक्क बसको यात्रा चाहिँ सुरु हुन्छ हैन ठ्याक्क केटाहरुसँग जाने हो हैन एक हुल छन् केटाहरु यहाँ सबै हाम्रो केटाहरु लाइन बाहिरसम्म लाइन छ अझ आउँदैछ नि यार सबैलाई लान्न के रे गाडीले ए त एउटा छ खिच फाइनली चाहिँ हामी चाहिँ यता आइसक्यो हैन अब चाहिँ ट्रेन भेटिन्न त थाहा छ गइसक्यो अब जान्छ त्यहाँको पर्सेन्ट हो त्यसपछि हामी कुदेर काम छैन त्यही भएर चाहिँ आस्ते आस्ते हिँड्न लाग्छौँ अब चाहिँ किन भन्न चाहन्छु 24 को होइन ट्रेन 24 को ट्रेन छ लुक्सले हो के चौधरीको तर यार भारतीय म भित्र जाउँ है हामी अब निस्किनुपर्छ हामी चाहिँ कहाँ अरे खाऊ तिर्न अरे सब चाहिँ आइसक्यो होइन खाऊ आएर रमाइलो पलहरू अब क्याप्चर हुन्छ बल्ल होइन ए सिला मिस यता यता दिउँ त एक स्माइल दाइ त देखेको रहेछ कहाँ त दाइ देखियो नदेखिनु नि जान्छ त्यस्तो फाइनली चाहिँ बेल टावर आयो त्यही भन्न यार है हामी चाहिँ अहिले ठ्याक्क अहिले मसँग मान्छेले ल ल ल तँलाई दिएँ मैले ल है गाइस अहिले चाहिँ हामी ठ्याक्क खावा गयो भन्ने ठाउँमा आइरहेको छौँ होइन पुरै हाम्रो चाहिँ यहाँ
पुरा दामी रमाइलो भइरहेछ हैन के रमाइलो ए सब हुनुहुन्छ सी हैन हाम्रो पछाडि ग्याङहरु हुनुहुन्छ फाइनली चाहिँ सेन्से भेटियो ओहो थाहा सेन्से किरै देख्न इचिमान ह्यान्डसम हो सेन्से बस यहाँ चाहिँ हामी चक्क सोध्दैन दाइ 2 शब्द केही भनिदिनुहोस् यति ह्यान्सी देख्नुहुन्छ दाइ अनि हाम्रो चाहिँ नेपाली सेन्से हाम्रो छुट्टियो साथी नि आइसक्यो हैन यता केटाहरु आइसक्यो तर यसको लुक चाहिँ जापान खान्छ कि त्यो चाहिँ हो यार सबजनाले चाहिँ पैसा लिइसक्यो हैन अब चाहिँ नेपाली रेस्टुरेन्टको खोजीमा छौँ हामी है नेपाली रेस्टुरेन्ट गएर चाहिँ टक्क खाना साना दबाउने अनि बस्ने हो सरक ल है खाबो आएर चाहिँ अब बोक्ला भन्ने केटाहरूले बिचरा अब त्यसपछि जानु पर्यो नि त यार हैन बोक्ला भनिसकेपछि केटाहरूले अब क्यार नि अब जानु त पर्यो जसै खाना खानु त अब त्यही भएर अब खाना खाने हिँड्यो अब खाना खाएर चाहिँ घुम्नु काकालाई भोक लाग्छ भनेपछि काकाले खाइहाल्छ त्यो केही छैन खाना साना खाइयो गतिलो रहन्छ क्यासलसम्म जाउँ कि भन्ने सोच छ अब हेरौँ ए साइन हो जाउँ ल जाउँ जाउँ ल हिँड न हिँड ल हिँड केटा अब अघि गएपछि चाहिँ हामीले हेर्नुपर्छ के छ होइन त अमला बोट जस्तै छ त अमलाको नेपालको अमला बोट जस्तो रहेछ यहाँ हेर न कस्तो अमला बोट जस्तै रहेछ कि रहनु पनि बस्न शीतल ठाउँ टपमा रहेछ भ्यूको मामलामा जित्यो मन जित्यो मन जित्यो यहाँ चाहिँ त्यो आइदिइरहेको छ
अब सर्लक्क काम कुरो घुमघाम सब सकेर फर्क्यो हामी चाहिँ होइन। अब सिधै एकीतिर गइन्छ, एकी बाटो चाहिँ सिधै कोठातिर गइन्छ होला सिधै। अब यहाँ काम पनि छैन छैन। लाइक शेयर सब्सक्राइब गरिदिनु होला। आजलाई चाहिँ यति नै, धन्यवाद।